नमस्ते म लीला खड्की उहाँ चाहिँ दिनेश खड्की अनि हाम्रो यो ठुली नानी लुबिना खड्की अनि सानो नानी लुनिभा खड्की हामी चाहिँ यता तोबिगानमा बस्छौँ हामीले यो जस बच्चाको लागि ट्राई गरेको चाहिँ धेरै नै भइसकेको थियो आफ्टर 70 इयर्स हामीले यिनीहरूलाई रिसिभ गऱ्यौँ वर्षाले मलाई मेरो भाइले रिफर गराएको थियो उहाँ पनि डक्टर हो आशिष खड्की डाक्टर आशिष खड्की अनि भाइ चाहिँ उसको साथीलाई लिएर गएको थियो आयो त्यो वर्षालयमा अनि ऊ गइसकेपछि अनि मलाई पनि उसले जाऊ भनेर भन्यो कि त्यहाँ राम्रो भइरहेछ यसरी गएर हेरौँ बुझौँ त्यत्रो वर्ष भइसक्यो होइन नत्र भइहाल्छ कि भन्ने भयो कि अनि हामी गयौँ अनि जाँदा राम्रै लाग्यो ठाउँ अनि जस्ट गइसकेपछि चाहिँ हाम्रो जस इच्छा पुरा भयो भनौँ न 17 इयर्स पछि हामी आइएफएस जाँदा चाहिँ अलि अप्ठ्यारो पनि लागिरहेको थियो होइन त्यत्रो अब हुन्छ कि हुँदैन कन्फर्म थिएन कि हामी पनि त्यो वर्षौँ भइसकेको थियो त्यो ट्राई गरिराखेको अनि त्यहाँ जाँदाखेरि सुरुमा हाम्रो फर्स्ट ट्राई गरेँ फेल भयो कि फर्स्टमा ल के भयो हुने भयो कि मलाई अब त्यत्रो होइन पैसा लाग्छ नि त अनि होला कि नहोला अनि डक्टरले आतिनु पर्दैन यस्तो भइरहेको छ अनि फेरि नेक्स्ट टाइम ट्राई गर्ने भन्नुभयो अनि नेक्स्ट टाइमको ट्राईमा मैले कन्सिभ गरेँ त्यो एकदम खुसीको पल थियो हाम्रो लागि त्यो पनि लकडाउनमा कोरोनाको टाइममा गएँ अनि सेकेन्ड टाइम बसिसकेपछि चाहिँ बस्यो एउटा भनेर देखाउनु भयो अनि त्यसपछि फेरि अर्को एकदम अर्को सानो नानी पनि छ जस्तो लाग्यो भनेर भन्यो अनि त्यति अर्को पनि देखा परिहाल्यो 2 जना छ है भनेर भन्नुभयो कि त्यो जस्तो खुसी होइन एकदम रमाइलो लाग्यो त्यो सुन्दाखेरि अनि जस यो जर्नी चाहिँ रमाइलो भयो जस भयो फर्स्ट टाइममा भएन भने त आतिनु चाहिँ पर्दैन थर्ड टाइमसम्म हुन्छ 3 चोटिसम्म त ट्राई गरिदिन्छौँ हामी तर मैले चाहिँ सेकेन्डचोटिमा भयो आतिनु चाहिँ पर्दैन अलिकति होइन जस स्कुल गएर बस्नुपर्ने रहेछ जस फर्स्टमा चाहिँ हामी अलि आते थियौँ जस त्यो 15 डेजको जुन टाइम छ नि त्यसमा चाहिँ अलिकति कि फर्स्ट टाइममा हुन्छ कि हुन्न त्यतिखेर मनमा पुरा खेलिरहने कि अनि पछि नेक्स्ट टाइम चाहिँ त्यस्तो मनमा लागेन अनि नेक्स्ट टाइम चाहिँ हामीले के सोचेँ भए पनि ठिक छ नभए पनि ठिक छ अब हाम्रो भाग्यमा छ भने हुन्छ छैन भने हुँदैन जस्तो भयो रिल्याक्समै थियो कि हामी ऊ बेला अनि पछि 15 डेज पछि चाहिँ अनि पोजिटिभ आयो हाम्रो रिजल्ट चाहिँ एकदम खुसी हामी त वर्षालाई टिमलाई हाम्रो धेरै धेरै धन्यवाद छ